हेलो साथीहरु, यो चाहिँ कहाँको कुन ठाउँ हो लु सबैले पत्ता लगाउनु होला। यस्तो छ हेर्नुस् है, म चाहिँ कहाँ अब हिँड्दै जाँदैछु, हेर्नु होला। यस्तो छ, एकदम रमाइलो ठाउँ छ है साथीहरु, घुम्न आउने भए पनि आउँदा हुन्छ, घुम्न आउने भए पनि आउँदा हुन्छ, आउनु न। धेरै रमाइलो ठाउँ छ। हेर्नु ल, एकदम राम्रो ठाउँ छ हेर्नु घुम्नलाई। कुन ठाउँ होला यो पत्ता लगाउनु होला है साथीहरु। हेर्नु होला, पुरा एकदम राम्रो ठाउँ छ। घुम्न आउनुलाई है सबैजना। सबैभन्दा लामो झलुङ्गे पुल, आउनु होला सबैजना घुम्नलाई, एकदम राम्रो ठाउँ छ। यस्तो छ, यस्तो छ त। दामी छ, दामी ल, कस्तो राम्रो। यहाँ चाहिँ बिच सेन्टर पर्दो छ। लन्डन ब्रिज जस्तै देख्ने रहेछ है साथीहरु, एकदम सँगले। यसो कस्तो दामी हेर्नु त, राम्रो छ, राम्रो साथीहरु। एकदम राम्रो रहेछ। मान्छेहरू आइरहेका छन्।
ठिक छ। यहाँ एक दुईजना दिदी मान्छेहरूलाई पनि भेटियो, एकजना बुवा र एकजना दिदीलाई। उहाँहरूलाई चाहिँ यो हडिया शिवनगर भन्दो रहेछ। उहाँहरूलाई चाहिँ अहिले योभन्दा पहिला चाहिँ अब यो आवत जावत गर्न उता गाईघाट सदरमुकाम जानलाई चाहिँ उहाँहरूलाई आवत जावत गर्न एकदम कठिनाइ भएको थियो। अब बर्खाको बेला विशेष बाढी आउने यत्रो खोला, अब यहाँबाट चाहिँ आरपार हुनलाई गाह्रो भएको थियो। अहिले चाहिँ एकदम सहज भइरहेछ, एकदम सहज तरिकाले चाहिँ आवत जावत गर्न सकिन्छ भन्ने उहाँहरूलाई चाहिँ अहिले महसुस भएको छ। र यो पुल धेरै वर्ष पछाडि बनेको थियो, जसले गर्दा अब यो पारिपट्टि गाउँको सम्पूर्ण सर्वसाधारण जनताहरूलाई चाहिँ आवत बर्खाको बेलामा पनि आवत जावत गर्नलाई चाहिँ एकदम सहज भएको छ, राम्रो भएको छ भन्ने आएको छ। राम्रो पनि छ साथीहरू। अब यो घुम्न आउनुलाई यो ठाउँ सबैजनाले धेरै राम्रो छ है। अब यो टक्क फोटोसोटो खिच्न एकदम भ्युजहरू पनि राम्रो छ, हेर्नु होला यस्तो छ, पुरै राम्रो छ साथीहरू। आउनु होला है घुम्नलाई। अब यसको पारिपट्टि चाहिँ यही हो। म लगभग करिब पारिपट्टि अन्तिम समय आइसकेँ। अब राम्रो छ घुम्न ओर्न, जस फ्यामिली लिएर यसो घुम्न ओर्नलाई राम्रो ठाउँ छ है साथीहरू। आउनु होला तपाईँहरू पनि यसो घुम्नलाई। यो हेर्नु होला टक्क लामो छ, सायद यो नेपालकै सबैभन्दा लामो पुल मध्ये दोस्रो पुल झलुङ्गे पुल पर्छ होला। तपाईँहरू पनि घुम्न आउनु होला, राम्रो छ। ल घुम्नलाई चाहिँ ट्याक्कै यो पारिपट्टि गाउँ भइगयो, पारिपट्टि गाउँ हेर्नुहोस् त यस्तो राम्रो ठाउँ छ। ल ओके, हस् त गाइस।